हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। यहाँ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। आज एकदमै एक्साइटेड छु। आज किन एक्साइटेड भन्दाखेरि चाहिँ आज एउटा स्पेसल ठाउँमा आएको छु र यो स्पेसल ठाउँ कहाँ के कसरी तपाईँहरूलाई म देखाउने छु र मेरो आजको यो भ्लग चाहिँ के कस्तो लाग्छ यहाँहरूलाई सो कमेन्ट गर्न नभुल्नु होला। कोही च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज यहाँलाई मैले मेरो पुर्ख्यौली मेरो बुवा कहाँ जन्मिनु भएको थियो, बुवाको ठाउँ कहाँनिर हो के थियो भन्ने विषयमा चाहिँ मैले आजको यस भ्लगमा चाहिँ जानकारी दिने कोसिस गरेको छु र म अहिले चाहिँ जाँदैछु मेरो पुर्ख्यौली गाउँ, पुर्ख्यौली घर, पुर्खाको बस्ती पुर्ख्यौली गाउँमा चाहिँ पुगेको छु। यहाँलाई मैले यो आजको विशेष भ्लगमा चाहिँ देखाउने छु र यहाँ को हुनुहुन्छ त्यो पनि देखाउने छु यहाँहरूलाई। यो हाम्रो पुर्खाको घरमा, पुर्ख्यौली घरमा को हुनुहुन्छ, को बस्नुहुन्छ, कसले हेरिराख्नु भएको छ त्यो पनि म यहाँलाई देखाउने छु। ल ठ्याक्कै घर पनि आइपुग्यो। अहिले त यहाँ घरमा तालाबन्दी छ। यहाँ चाहिँ मेरो बुवा जन्मिनु भएको, हुर्किनु भएको हाम्रो एकदमै अहिले खासमा हाम्रो यो पुर्ख्यौली घर चाहिँ संरक्षण गरेर बस्नु भएको। यहाँ मेरो कान्छा काकाको जे मेरो पनि दाइ उहाँले हेरिराख्नु भएको छ, यहाँ संरक्षण गरिराख्नु भएको छ। उहाँ बस्नु भएको रहेछ। कान्छा काकाको छोरा घर चाहिँ यही रहेछ। यतापट्टि पुरै यस्तो प्रकारको यहाँ बस्ती त अब कति छ, यहाँ यस्तो खालको घर चाहिँ निनी नाकुर इलान जन्मठ चाहिँ हो नि होइन? ल हाम्रो फुपू, मेरो साइली फुपू उहाँ पनि जन्मिनु भएको। अहिले हामीसँगै उहाँ पनि हामीसँग यहाँ हेर्नको लागि उहाँ पनि आफ्नो माइती हेर्नको लागि उहाँ पनि आइपुग्नु भएको छ। अहिले उहाँ पनि जन्मिनु भएको। मेरो बुवा यो साइली फुपू अनि अहिले कान्छा काका पनि आउनु भएको छ हामीसँग। उहाँलाई पनि म देखाउँछु र यहाँ यो ठाउँलाई संरक्षण गरेर बस्नुहुने दाइ पनि यतै हुनुहुन्छ कतातिर। म उहाँसँग पनि केही कुराहरू गर्नेछु। हामी चाहिँ यहाँ टोली नै आइपुगेका छौँ। बिहेर इते नै जान्छ हो निनी नाको इते इस इमिङ होइन त होला पारले चाहिँ इमर थाहा हाले इला चाहिँ नुङ्गी सरिन्छ साथमा भयो ए त्यहाँ अझै मूल त त्यहाँ पारे थियो भन्ने कुरा आयो यहाँ फुपूले। यो चाहिँ अझै मैले थाहा पाउँदा चाहिँ म एकचोटि आउँदाखेरि चाहिँ यो घर चाहिँ यहाँ थियो। यहाँ हाम्रो कान्छा काका पनि हामीसँगै आउनु भएको छ। काका नमस्कार। ल हजुरहरू यहाँ जन्मिनु भयो, हुर्किनु भयो, यही घर होइन त? यही घर हो, यही घर त्यही नजिकै, खासै टाढा होइन। यो कति सालतिर यहाँ सर्नु भएको थाहा छ त काका? तपाईँहरू जन्मिनु भएको चाहिँ पारि नै हो, पल्लोमा जन्मिनु भएको पारि नै हो। तपाईँहरू कति जस्तो वर्ष जस्तो हुँदाखेरि यहाँ आउनु भएको त थाहा अलिअलि याद छ? हाम्रो बुवा तपाईँ 19 वर्ष हुँदा मेरो बुवा भनेपछि त्यतिखेर कति उमेरको हुनुहुन्थ्यो होला? 19 भनेपछि 2-3 वर्षको फरक हो तपाईँहरू? ए भनेपछि 11-12 वर्षको फरक हो भनेपछि तपाईँ 19मा भनेपछि झन्डै 19, 20, 21, 22, 23, 24, 30, 35मै हुँदा यता सर्नु भएको रहेछ क्यारे होइन? अनि यहाँबाट उता तराईतिर तल झरेको चाहिँ 25 सालमा हो हाम्रो बुवाहरू झर्नु भएको? 25 सालमा हाम्रो यहाँ चाहिँ अहिले
तपाईँको छोरा जेठा छोराले सम्हालिराख्नु भएको छ भने त यो हाम्रो पुर्ख्यौली घर चाहिँ हामी चाहिँ कोही जन्मेको होइन नि होइन हाम्रो दिदीहरू दिदी दाइ तलै हो दिदी जन्मिया हो र दिदी पनि जन्मिया थिएन ए ए कोही जन्मेको होइन रहेछ हामी ए भने हामी निकै जुगमै 25 सालमा 25 साल भनेको त निकै नै भयो 25 सालमा यहाँ हाम्रो दिदी चाहिँ यहाँ जन्मिनु भएको हो कि भनेर हामी निकैजना यहाँ अब दिदी पनि हुनुहुन्छ हाम्रो मेरो जेठी दिदी उहाँ पनि यहाँ पुर्खाको घर हेर्ने भनेर उहाँले धेरै रहर गरेर हामी सबैजना कोसेली गर्दै हुनुहुन्छ धेरै वर्षपछि म चाहिँ एकचोटि आएको थिएँ यहाँ यो घर चाहिँ यही थियो तर यहाँ त्यतिखेर चाहिँ के थियो भन्दाखेरि खरको छानो थियो क्या उयो जस्तो थियो है खरको छानो थियो अहिले यो चाहिँ अलिकति परिवर्तन भयो अरू चाहिँ सबै ल गाइज यहाँ पछाडिपट्टि देखिने यो चाहिँ मेरो चाहिँ एकदमै मेरो बुवा जन्मिनु भएको घर अहिले पनि छँदै रहेछ यहाँ चाहिँ हाम्रो एकजना दाई कान्छा काकाको जेठा छोराले सम्हालिराख्नु भएको रहेछ मैले यहाँलाई अघि देखाइहालेँ यो चाहिँ खासमा निकै उच्च ठाउँमा पर्छ यो एकदमै अब यहाँ हामी त जन्मेको होइन म चाहिँ लगभग 10-11 वर्षको उमेरमा अलिअलि याद छ एकचोटि सानोमै आएको थिएँ बुवासँग यहाँ त्यतिखेर बाजे हुनुहुन्थ्यो बाजे हुनुहुन्थ्यो होला सायद बाजे मरिसक्नु भएको थियो होला अब के कामले चाहिँ हाम्रो जग्गाहरू पछिसम्म यता हुँदाखेरि उहाँले ल्याउनु भयो होला मलाई एकचोटि ल्याउनु भएको थियो यो चाहिँ हाम्रो बुवा जन्मेको ठाउँ आज एकदमै नौलो ठाउँमा आइपुगेको अनुभव भइरहेको छ यो आफ्नो पुर्ख्यौली गाउँ पुर्ख्यौली घर आउँदाखेरि एकदमै अचम्म पनि लाग्छ खुसी पनि लागिरहेको छ यसरी चाहिँ यो हामी धेरैजना आएको छौँ यहाँ दिदीहरू आउनु भएको छ यहाँ फुपू पनि आउनु भएको छ यहाँलाई मैले देखाइरहेको छु पहिले त झन् अझ यतातिर थियो भन्दै हुनुहुन्छ काकाले अब पहिले त झन् त्यो थाहै छैन मलाई त पछि मैले थाहा पाएको चाहिँ अलिअलि थाहा पाएको चाहिँ अब यही घरै हो त्यतिखेर चाहिँ उसको घर थियो यो खरको छानो थियो यो टाइपको थियो अहिले चाहिँ यस्तो भएको रहेछ अलिकति परिवर्तन भन्दा पनि खास त अब खरकै छानो राम्रो हो हुनु चाहिँ पछि जस्ता लाउनु भएछ दाइले ल गाइज घर चाहिँ त्यही रहेछ हाम्रो पुर्खाको एकदमै पुर्ख्यौली घर चाहिँ अहिले सबै लाइनको सुविधा छ बाटो यहीँ आइपुगेको रहेछ बाटोघाटोको सुविधा छ एकदमै अहिले पहिले त अब हामी सानोमा त म एकचोटि आउँदाखेरि हिँड्दै लगभग दिनभरि लाग्थ्यो दिनभरि लगाएर आइपुगिन्थ्यो अहिले त बाटो पनि एकदमै राम्रो छ अनि घर चाहिँ यही रहेछ अहिले पनि अब यतापट्टि गाउँले दाजुभाइहरू नै होला सायद यता सबै गाउँलेहरू नै होला म आजभन्दा करिब 20-25-30 वर्ष अगाडितिरै होला सानोमा म चाहिँ लगभग 9-10 वर्षको उमेर हुँदाखेरि म एकचोटि आइपुगेको छु यो ठाउँमा चाहिँ मेरो यो पुर्ख्यौली घरै भनौँ मेरो बुवा जन्मिनु भएको घर त्यो यो ठाउँमा चाहिँ एकदमै नौलो मेरो पुर्खाको गाउँमा पुर्खाको घरमा आइपुग्नु पाउँदाखेरि एकदम खुसी पनि छु र यहाँलाई मैले यही मेरो आजको विशेष भ्लगमा चाहिँ मैले यही ठाउँको चाहिँ वर्णन गर्दैछु अथवा देखाउँदैछु त्यसले गर्दाखेरि
आज अलिकति मौसम चाहिँ खराब नै छ। हामी यहाँ थुप्रैजना चाहिँ यो आफ्नो यो भ्रमणमा भिजिट गर्नको लागि चाहिँ यो ठाउँमा आइपुगेको छौँ। अहिले चाहिँ धेरै कुराहरूको सुविधा भएको रहेछ। यहाँ तल बाटो यहीँ आइपुगेको छ। यहीँबाट चाहिँ अब थोरै मात्रै खासै टाढा हिँड्नु नपर्ने रहेछ। यहीँ छ बाटो। एकदम सुविधा भएछ। उहिले त म आउँदाखेरि त लगभग एक दिन लगाएर दिनभरि लगाएर आइपुगेको थिएँ। र यो घर चाहिँ अहिले अब पुर्ख्यौली घर चाहिँ जस्ताको तस्तै नै छ। मतलब त्यतिखेर चाहिँ खरको छानो थियो म आउँदाखेरि चाहिँ। अहिले चाहिँ जस्ता लाउनु भएको रहेछ। यो घर चाहिँ संरक्षण गरेर बस्नु भएको छ मेरो कान्छा काकाको जेठा छोरा जेठा दाइले चाहिँ संरक्षण गरेर बस्नु भएको रहेछ। उहाँ दाइलाई पनि देखाइदिउँ कि जस्तो लाग्यो। यता आउनु दाइ। ल उहाँ दाइले चाहिँ मेरो कान्छा काकाको छोरा जेठा दाइले चाहिँ हाम्रो पुर्खा धानेर बस्नु भएको रहेछ होइन। पुर्खा धानेर बस्नु भएको छ। उहाँले चाहिँ अहिलेसम्म चाहिँ यो घरलाई चाहिँ मर्मत समार गरेर अब त्यो के भन्छ खरको छानोलाई पनि अब अहिले त जस्तामा परिणत गर्नुभएछ। खर चाहिँ किन अलिक नपाउने भएर दाइ कि के खर नै राम्रो हुने नि? खर पनि अब धेरै उ भयो। त्यही भएरले हामीले अब किन अब जस्ता निक्लिरहेछ त्यही भएर सुविधाको लागि पनि त्यही गरेको हो। जस्ता लाग्यो जस्ता कति वर्षदेखि तपाईँ त्यहाँ बसिराख्नु भएको छ दाजु? अब म लगभग भयो होला 40-45 वर्ष भइसक्यो त्यो घर चाहिँ पुर्ख्यौली घर चाहिँ। अहिले चाहिँ अब त्यस्तै तपाईँ आफू बस्नु भएको छ? म बसेको चाहिँ भयो होला 15-16 वर्ष। यो हामी जम्मा हामी चाहिँ कति भाइ भन्दा हामी हाम्रो बुवाहरू त जम्मा 3 भाइ होइन? बुवाहरू 3 भाइ। 3 भाइको घर हो नि त्यो त होइन? हजुर 3 भाइ हो। बुवाहरूको 3 भाइ 3 भाइको घर हो। त्यहाँबाट अब पछि अब यताउता गर्दाखेरि कान्छोलाई पऱ्यो। कान्छोको छोरा जेठो मै भयो। अनि त्यही हुनाले अब भाइहरू अब यताउता बस्ने भयो। त्यही भएर त्यो घर बाजेको घर चाहिँ जस तपाईँले अहिलेसम्म जीवित हजुर हजुर सुरक्षित गरेर बसिरहेछ अब राखेछ। त्यही हो। म चाहिँ जेठो भाइको छोरो। उहाँ चाहिँ कान्छो भाइको माइलो भाइको दाइहरू हुनुहुन्छ हुनु त त्यहाँ फोटो खिच्दै हुनुहुन्छ। ठाउँ त राम्रो छ नि। सुविधा त अहिले सुविधा भयो नि। बाटो आएछ होइन? राम्रो छ सुविधा छ। हावापानी राम्रो छ। त्यही हो। अहिले सुविधा बाटो पनि सुविधा भयो। हावापानी राम्रो ठिक छ। गर्मी हुँदैन। चिसो पनि हुँदैन। लामखुट्टे भन्ने छँदै छैन। पानीको चाहिँ सुविधा के छ दाजु? पानीको सुविधा एकदम ठिक छ अहिले। किनकि लिफ्टिङले गर्दाखेरि लिफ्टिङ पानी पनि ल्याउँदैछ हामीले। यहाँ घर खाँदैछ। पहिला उसले गरेर पनि पहिला त दुःख थियो जिजु पुर्खातिर चाहिँ। अब अहिले चाहिँ सुविधा छ भनौँ न पानीको पनि सुविधा छ सबै। अनि यहाँ उब्जनी चाहिँ के हुन्छ दाजु? उब्जनी चाहिँ के छ? उब्जनी त्यस्तै हो। सबै गर्दा कोदो मकै गहुँ आलु तोरी सबै हुन्छ नि। सबै मुला साग सबै हुन्छन्। एकदमै यहाँ चाहिँ अब के छ हाम्रो अब जग्गाहरू चाहिँ बेचबिखन कति भइसक्यो? कति जति चाहिँ सम्हालेर बस्नु भएको छ तपाईँले? लगभग अब बेचबिखन अब तल टाढाको चाहिँ बेचबिखन गरिसक्यो। यहाँको चाहिँ त्यस्तै छ होला। सक्ने ठाउँमा यहाँ घर वरिपरि छ होला। त्यस्तै 4 रोपनी जति होला। जस तपाईँले गरिराख्नु भएको छैन? त्यो सक्ने ठाउँमा सबै काम गरेर खाइरहेछ बसिरहेछ। त्यही हो। हाम्रो बुवा चाहिँ लगभग 25 सालमा झर्नु भएको रहेछ। तराईतिर तलतिर बसाइ सर्नु भएको रहेछ। तल झरिकन पनि अब म चाहिँ त एकचोटि चाहिँ आएकै हो। म पनि अब सानोमा आएको एकचोटि। त्यस पछाडि चाहिँ अब आउने थिएन। आज चाहिँ एउटा मौका पनि भयो र जाउन भन्ने हिसाबले एउटा ऊ पनि लिएर चाहिँ आफ्नो एउटा पुर्खाको एउटा भिडियोमा क्याप्चर गरेर राखौँ। पछिसम्म एउटा सम्झना रहन्छ होइन? अब हामी कोही नरहे पनि पछि केही भएर गए पनि यो त रहिरहन्छ नि। पछिका नयाँ जेनेरेसनले पनि हाम्रो यस्तो पो रहेछ भन्ने होस् भनेर चाहिँ मैले चाहिँ यो खिचेर चाहिँ भिडियो क्याप्चर गरेर राख्ने कोसिस गरेको छु। यहाँलाई के कस्तो लाग्छ यहाँलाई यसो कमेन्ट गर्नु होला। यो मेरो पुर्ख्यौली बाजे जुजु बाजे भन्छ नि त। जुजु बाजेको पुर्खो थलो यही नै हो। यही ठाउँमा हामी त अब यहाँ जन्मेको होइन। जसो बुवा जन्मिनु भएको यही ठाउँ हो। यहाँलाई मैले देखाएँ। के कस्तो लाग्छ यसो तपाईँहरूले चाहिँ कमेन्ट गर्दै गर्नु होला। ल आजको विशेष ठाउँमा चाहिँ घुमफिर गरियो। यहाँनिर आफ्नो पुर्ख्यौली थलोमा पनि आइपुग्यो। एकदमै खुसी लाग्यो।
यहाँलाई के कस्तो लाग्यो यसो कमेन्ट गर्नु नभुल्नुहोला र आजको यस भ्लगबाट चाहिँ बिदा हुन चाहन्छु। हस् त, बाई बाई।